छरेको आज 10 दिन भएको छ है। हेर्दा हेर्दै यो पनि यस्तो ती पनि लागेका थियौँ र सिमी पनि यस्तो भइसक्यो। चुकन्दर पनि लगाएका थियौँ, चुकन्दर पनि हेर्न सक्नुहुनेछ 1 किलो जत्रो मकै फलेर है हामी एकदम खुसी। आफ्नो मेहनत पनि हो है। ल यता हेर्नु होला खुर्सानी पनि ल त्यसै गरी काँक्राहरू पनि फलेर लटरम्मै भएको छ। त्यसै गरी हाम्रो घिरिङ्ला पनि फलिसकेको छ। ल हेर्नुहोस् मेहनतको फल कति मिठो हुन्छ भनेर है साथीहरूले बारी चाहिँ बाँझो राख्न चाहन्न कि हामी चाहिँ बिस्तारै बिस्तारै थोरै थोरै भए पनि लगाउँछौँ है। यहाँ चिप्ले भिन्डी अनि त्यसै गरी घिरौँला अनि बोडी पनि एकदम मुखो भइसकेको छ है फल्नलाई। यो पनि फलिसकेको छ। वाउ फर्सीको मुन्टा मलाई चाहिँ एकदम मनपर्छ। यो चाहिँ हामीले फर्सीको मुन्टा भन्छौँ है। र त्यसै गरी यो एकदम भिटामिन हरेक चिजको युक्त हुन्छ। यो चाहिँ एकदम राम्रो छ, मिठो छ, स्वास्थ्यवर्धक छ है। सबैले खोजी खानु होला र सबैले लगाउनु पनि होला। ल हेर्नुहोस् कति राम्रो छ हाम्रो तरकारी बारी। हामी धेरै मेहनत गरेका छौँ। हाम्रो कृषि प्रधान देश है। हामी कृषि नगरी त हामीलाई पुग्दैन खाना, तैपनि हामी थोरै थोरैमा भए पनि लगाएका छौँ है। हामी हरियो परियो सागसब्जी खान्छौँ बढी मात्रामा, त्यस कारणले गर्दा हामी चाहिँ लगाएको छौँ है। त हजुरहरूलाई यो चाहिँ मनपर्छ कि पर्दैन, मलाई चाहिँ फेरि बेसरी मनपर्ने भएको कारणले गर्दा है यो त एकदम सिठी मारेर खाँदा पनि एकदम मजा लटक्क आउँछ है। त्यही माथि खुर्सानी, हरियो खुर्सानी ठोस दिएपछि त मक्क बास्ना आएर यो चाहिँ अब हामीले सोचे भने भन्दा पनि धेरै फरक। माइ गड तरकारी भनौँ भने कति हो कति, त्यही माथि फेरि काँक्रा पनि ल हेर्नुहोस् त टक्क 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 छ। काँक्रा पनि ल हेर्नुहोस् है, बतिला पनि लागेको छ, एकदम टन्नै छ हाम्रो बारीमा है। हामी यहाँ लौका पनि लगाइरहेका छौँ। लौका पनि कति खाइसक्यो तर पनि फल्ने क्रम जारी छ, फलिरहन्छ है तरकारीहरू लपक्क छ क्या है। तर हिउँदे सिमी पनि ल हेर्नु त बिस्तारै बिस्तारै फुल्न खोज्दैछ। फेरि हाम्रो यो अस्मिता बहिनी चन्द्रकला है एकदम मेहनती छन् है। फेरि यिनी पनि काममा एकदम खप्पी छन् के। यस्तो गोडमेल यताउता गर्न चाहिँ एकदम मन पराउँछिन् है। त्यस कारणले गर्दा झार चाहिँ बारीमा आउनै दिन्नन् के, टप्पट कति है। सिमी पनि एकदम फुल खेलेको छ है। मकै पनि कति राम्रो भएको छ हाम्रो बारीमा है। मकै हेर्नुहोस् त कत्रो छ के फेरि है। यो हाइब्रिडवाला मकै हो है, कति राम्रो भएको छ। एउटा मकैले 2-3टा घुवा लगाएको के। हामी त यसपालि त मकैको नखाइसाध्यै हुने भयो के। हेर्नुहोस् चिप्ले भिन्डी, मकै कति ओ माई गड आहा 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 आहा। अब यहाँ चाहिँ फेरि हामी यसरी टनेल हालेका छौँ है, कति फल्छ होला के। हामी आश गर्न सक्छौँ एकदम फल्छ र हामी खान पाउने छौँ भन्ने पूर्ण आशा छ है। र फल्यो भने हजुरहरू पनि सम्पर्कमा आउनु होला र हजुरहरूलाई पनि मैले दिनेछु है त। ल मेरो भ्लगलाई एकदम माया गरिदिनु होला। ल सबैले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है।